मिनिमलिस्ट भर्सेस डेकोरेटिभ फल्स सिलिङ्स। तपाईको घरको लागि कुन चाहिँ फल्स सिलिङ बेस्ट हुन्छ त? काठमाडौँको घरहरूको लागि फल्स सिलिङ चुज गर्दा कोठाको साइज, बजेट र तपाईको घरको स्टाइललाई पनि विचार गर्नुपर्ने हुन्छ। सानो अपार्टमेन्ट अथवा बेडरुमको लागि सादा र मिनिमलिस्ट डिजाइन बेस्ट हुन्छ। फर एक्जाम्पल, तपाईले प्लेन जिप्सममा हल्का एलईडी स्ट्रिप लाइटसँग पेयरिङ गर्नुभयो भने तपाईको रुमको लुक्स क्लीन र एस्थेटिक देखिन्छ। त्यसैगरी तपाईको लिभिङ रुम र लग्जरियस अपार्टमेन्टहरूको लागि अलि डेकोरेटिभ फल्स सिलिङले एकदमै राम्रो देखिन्छ। यसको लागि तपाईले लेयर्ड प्यानल, कर्भ मोडल अथवा वुडन फल्स सिलिङको प्रयोग गर्न सक्नुहुन्छ। एलईडी वार्म लाइट्सहरूको प्रयोग गर्दा तपाईको रुमको नाइट एम्बियन्स एकदमै राम्रो देखिन्छ। यदि तपाईले मिनिमलिस्ट डिजाइनमा एलईडी लाइटसँग पेयरिङ गर्दै हुनुहुन्छ भने त्यस्तो खालको फल्स सिलिङ हाल्न तपाईलाई पर स्क्वायर फिट 150 देखि 180 सम्म पर्छ। त्यसैगरी अब तपाईले डेकोरेटिभ डिजाइन जस्तै कर्भ प्यानल्स र लेयर्ड प्यानल्सहरू हाल्दै हुनुहुन्छ भने त्यसको कस्ट तपाईलाई डिजाइन अनुसार 250 पर स्क्वायर फिट देखि स्टार्टिङ हुन्छ। अब आफ्नो घरमा पनि फल्स सिलिङ हाल्दै हुनुहुन्छ भने फल्स सिलिङको डिजाइन र एलईडी स्ट्रिप लाइट्सको कलरसँग चाहिँ पक्कै पनि ब्यालेन्स गर्न नबिर्सिनुहोस्। यदि तपाई पनि आफ्नो घरमा फल्स सिलिङ हाल्ने सोच्दै हुनुहुन्छ भने सेवा एपलाई आजै कन्ट्याक्ट गर्नुहोस्।